हेलो साथीहरु नमस्ते। आज हामी दाङ जिल्लाको दङ्गीशरण गाउँपालिकामा रहेको बागर भन्ने ठाउँमा चखौरामा रहेको थारू संग्रहालयको अवलोकन गर्नको लागि आएका छौं। दृश्यमा देख्न सक्नुहुन्छ दङ्गीशरण राजाको तस्बिर। यहाँ विभिन्न प्रकारका थारू कला संस्कृति संस्कृतिहरू देख्न सक्नुहुनेछ। दृश्यमा देखिराखेको हजुरले दाङ जिल्ला दाङ उपत्यकाको तस्बिर हो। यो थारू राजाहरूले राज्य चलाउने क्रममा यसमा पहिलेदेखि नै सम्पूर्ण कला संस्कृति र सभ्यताको जगेर्ना गरेर एउटा संग्रहालय बनाउने क्रममा दङ्गीशरणमा रहेको यस थारू संग्रहालयमा यहाँ विभिन्न प्रकारका दाङका दृश्यहरू देख्न सक्नुहुनेछ। अब हामी दृश्य हेर्ने क्रममा तपाईहरुलाई कुनै यहाँका महत्त्वपूर्ण दृश्यहरूको कैद गरेर राख्ने छौं। विभिन्न किसिमका बाबा यो कहाँ हो? दङ्गीशरण हो छोरी। यहाँ हामी विभिन्न किसिमका थारू कल्चर संस्कृतिहरू को दृश्यहरू हामी कैद गर्ने छौं। दृश्यमा देख्न सक्नुहुन्छ थारू कला संस्कृतिको बेजोड प्रस्तुति रहेको नाच, आफ्नै संस्कृतिमा रहेको कलाहरू, सिप संरचना, भूगोल, थारू संस्कारमा रहेको परम्परा झल्काउन लागि राखिएका दृश्यहरू हामी तपाईलाई विभिन्न कुनै पनि नछुटाइकन देखाउने छौं। देख्न सक्नुहुन्छ दृश्यमा काँधमा कुखुरा बोकेर हिँडिराखेको देख्नु भएको छ। नाच हेर्नुहोस्, आफ्नै छुट्टै यसमा चाहिँ नाच छुट्टै नाचहरू छ। छुट्टै प्रकारको संरचना भवनहरू बन्दै गरेका छन्। नव कम्प्लिट नै भइसकेको छ। नतवा मिदिङ नाच भन्छ यसलाई। अगाडि दृश्यमा देखिएको विभिन्न प्रकारका नाचहरू को हामीले भिडियोहरू लिने गरेका छौं। भिडियो त्यति राम्रो त नहुन सक्छ, तैपनि मिलाएर हेर्दिनु होला। थारू संस्कृतिको कलाको प्रचार प्रसारको लागि भए पनि सम्पूर्ण व्यक्तिहरूले एकपटक थारू संग्रहालय अवलोकन गर्नु जरुरी देखिन्छ। दृश्यमा हेर्न सक्नुहुन्छ रोटी पकाएर अचार जस्तै गरेको दृश्य हेर्न सक्नुहुन्छ। आफ्नै तारामा नाचगान चलिराखेको छ। दुरुस्तै दृश्यमा जुन अवस्थामा थारू संस्कृति देखिन्छ त्यसै अवस्थामा यहाँ दृश्यहरू कैद गरिएको छ। यी खाना पकाउनको लागि हेर्नुहोस्, भित्रको संरचना जस्तो थारू चौधरीको घरमा हुन्छ त्यस्तै नै संग्रहालयमा राखिएको छ। नाचगानको दृश्यहरू धेरै प्रकारका छन्। एकदम शान्त रमणीय ठाउँ छ। यो दृश्यमा देखिराखेको नाचगान एउटा ठुलो ट्रस्ट भित्रमा कैद गरिएर राखिएका सजावट गरिएका थारू संस्कृतिहरू। यो नाच चाहिँ राणा थारू होरी नाच हो। हामी तपाईलाई राणा थारू घर पनि देखाउने छौं। भित्र संरचना बन्दै गरेको छ हेर्नुहोस्। अब यसमा के राखिन्छ होला। अब यसमा छेउमा सङ्गुर बसेर खाना पकाउनको लागि दृश्यमा उहाँहरू रमाइराख्नु भएको छ। यो बर्का नाच के भन्नुहुन्छ?
भेडा दाङमा पाइने भेडाहरू हेर्नुहोस् चौधरीको घरमा जति नै पर्याप्त साइडमा दाउरा राखेको छ, बीचमा सङ्गुर छ, सङ्गुरको माथि परालको कुरिटी भन्छ, छेउमा भैँसी गाई गोरु, एकदमै थारू संस्कृति परम्परा अनुसार चलिराखेको दृश्यमा कति पनि कमी छैन। भेडाहरू कति राम्रोसँग कैद गरिएको छ, फोटो राखिएको छ। आज हामी बेलुकीको समयमा आएको भएर यहाँ गेट बन्द भइसकेको थियो। हामीले केही बेरमा भनेर भित्र पसेको। अरू दर्शकहरू चाहिँ हामीले देख्न सकिराखेका छैनौँ, देखाउन सकिराखेका छैनौँ। हामीले यहाँको देखिराखेको संस्कृतिहरू मात्रै देखाउनेछौँ। ल हेर्नुहोस्, राँगोले तराईमा ढुवानीको काम पनि गर्ने गरेको छ। जोतखन गर्नको लागि साइडमा एक हल भन्छ यो गोरु हेर्नुहोस्, एक हल गोरु दुरुस्तै गोरुभन्दा कति पनि कम छैन। हामी तपाईँलाई गोरुहरू देखाइरहेका छौँ। कोल, हाम्रो पुरानो भाषामा कोल भन्छ यो कोललाई। अब हामी भित्र दाङको थारूको खेतीको तरिका देखाउनेछौँ। दुरुस्तै खेती छ। ल हेर्नुहोस्, सुरुवाती चरणमा बिउँ राख्दैछन्, बिउँ झिक्दैछन्। दुरुस्तै तपाईँले खेतीको संरचना जस्तो अवस्थामा छ त्यही देख्नुहुन्छ। गोडमेल गर्ने बेला भइसकेको छ। अब गोडमेल भयो। अलिकति अगाडि जाँदा धान काट्ने टाइम भइसक्यो। हेर्नुहोस्, बसेर काटे अर्नी खाइराखेको छन्। चौधरी समुदायमा गरिने खानपिन खाइराख्नु भएको छ उहाँहरू। अब अगाडि हेर्नुहोस्, धान काटिसके अब धान मिड्ने तयारीमा हुनुहुन्छ। पराल दाइँ लगाउने यसरी हो, पराल दाइँ लगाउँदै हुनुहुन्छ। अगाडि जाँदा अब हामी विभिन्न प्रकारका दृश्य देखाउनेछौँ। दुरुस्तै गोरु एकदम तपाईँले रियल लाइफमा जुन अवस्थामा गोरु देखिराख्नु भएको छ त्यसै गरी गोरु देखिराखेका छन्। दुरुस्तै गोरु हेर्नुहोस्। अब गोरु उठेर हिँड्छ कि जस्तो दृश्य छ। गोरु दाइँ लगाउँदै हुनुहुन्छ। संस्कार संस्कृतिको जगेर्ना गर्नु भनेको, परम्परा संस्कार संस्कृति जोगाउनु भनेको हाम्रो धर्म नै हो। अब त लोप हुँदै गएको छ संस्कार संस्कृति। मेसिनहरूले गर्दा पराल अब हेर्नुहोस् थुप्रो लागिसकेको छ। अब यता साइडतिरबाट पनि दृश्यहरू छ, बोकेर ल्याउने। जस्तै जस्तो अवस्थामा खेती गरिन्छ त्यो कुनै पनि कमी छैन। अबको केही वर्षमा यदि यही परम्परा चलिराख्यो भने, यही व्यवस्था यसरी चल्दै गए, मेसिनको काममा गए, हामीले सङ्ग्रहालयमा हेर्नुको विकल्प सायद नदेखिन पनि सक्छ। त्यसैले हामी सङ्ग्रहालयहरू हेर्ने, अवलोकन गर्ने गरिराख्नुपर्छ। पेन्दै संस्कार एकदम तपाईँको पुरानो दिनहरूको झल्को आउने। रोपाईको झल्को दिने दृश्यहरू कैद गरिराखेका छौँ हामीले। दर्शकबिन भिडियो